साथीहरु, वेलकम टु माई न्यू भिडियो। आज फेरि हामीले चाहिँ मोमो बनाउन थालेको। हेर्नुस् किमा बनाइसक्यो। चिकन मोमो बनाउन थालेको। यता मैदा भुनेर राखेछु। यता चाहिँ हामीले सुप बनाउनको लागि गाजर बन्दागोपी काटेर राखेछु। चिकन पनि छ। चिकन यसो मिलाएर चाहिँ सुप बनाउने छु साथीहरु। हजुरलाई कोलाई मन पर्छ मोमो कमेन्ट गर्नु होला। सबैजनाको त फेभरेटै हो नि मोमो त है साथीहरु। हामी फेरि बनाउने छु, हजुरलाई देखाउने छु, हेर्दै गर्नुस् है साथीहरु। हामी चाहिँ मोमो बनाउँदै छु। म चाहिँ बेल्दै छु, बहिनीले चाहिँ बनाउँदै छ। ठुलो मोमो बनाउँछ। यसरी बनाउँछु। यति भइसक्यो। यसरी बनाउनु हुन्छ बहिनीले चाहिँ मजाले। राम्रोसँग बनाउनु त आउँदैन। म चाहिँ यता बेल्दै छु साथीहरु। हेलो साथीहरु, अब चाहिँ हामी मोमो खान थालेको। मेरो छोरी यता खाँदैछ क्युकम्बर र दुईटा मोमो। यता हाम्रो मोमो चाहिँ यस्तो छ हो साथीहरु। हेर्नुस्, बदामको चटनी, काँचो प्याज पनि ल्याइछु। मलाई चाहिँ काँचो प्याज खान एकदमै मन पर्छ। मोमोको साथ चाहिँ साथीहरु। अब चाहिँ खान्छु ल साथीहरु। फर्स्ट बाइट चाहिँ हजुरहरुलाई ल खानुस् है साथीहरु। खाएन। दामी भन्छ नि बेबी। कस्तो भन्छ छोरीलाई? मिठो लागेछ? पेट टन्नै भयो। सबैजनालाई गुड नाइट भन्नुस् त बेबी। ओके, यति नै हो आजको भिडियो साथीहरु।